देखो न गाइज भन्दै होइन पैसा हेर्ने तर नलिने अरू चाहिँ नकिन्ने लानु लानु सर यो ठिक छ त कुन लानु कुन साइज भेट्नै ब्याक गाइज है त म धेरै टाइमपछि आइसकेँ होइन तपाईँहरूको माझमा चाहिँ मैले खतरा भिडियो लिएर आउँदैछु होइन खतरा भिडियो आउनु आएर चिनेको युट्युबमा फेरि यो भाइरल हुने भयो युट्युबमा के गर्न चिन्दैनहरूलाई यस्तो छ है भ्यू अलिक कस्तो फोहोर रहेछ ए म्यासेज गराए बोयफ्रेन्डले हामी चाहिँ यसो सपिङ गर्न हिँडेको आज न्यु इयर नभनौँ यसो घुम्दै होइन कस्तो गना हो यहाँ त याद छ के हो यो कत्रो बिल्डिङहरू आँखाले भ्याउँदैन त यो त हट आँखाले नभ्याउने बिल्डिङ रहेछ यार हाम्रो हट भाइरल भइरहेको यतातिर युट्युबतिर मेरो भाइरल कुराहरू खतरा छ है हेलो के छ नि गाइस के छ न्यु इयरको के छ खबर हामी त यतातिर छौँ हो यतातिर कुराहरूको कुरा फुट्टै लुक्छ है सेन्से रे सेन्से याद आयो भने सेन्से भनेर जाने भयो बाउ हो त म फेरि सेन्सेको डबल बाउ भयो म यार यस्तो छ भ्यू गाइजहरू है के बोल्नै आउँदैन लोकेसन कहाँ हो लोकेसन हेलो हेलो के हो खतरा र भिडियो बनाउने यहाँ भिडियो पनि गर्न आउँदैन यार सिन्जुको स्टेसन है यो चाहिँ सिन्जुको स्टेसन आइपुगेछ यता लेखेको हामी जाने यो माथि हो सायद यो माथि हो कि जस्तो लाग्छ मलाई के लेखेछ टोकियो एप्पल टोकियो रे वाह छ है सहर चाहिँ गड छ त यार ओ माई गड छ त दिलीपे ओ माई गड छ त गाइस ओ माई गड बवाल छ त गाइस के हो आम्मा उइस आँखा नभ्याउने बिल्डिङहरू छन् यहाँ ल गाइस यस्तो छ है माथि चाहिँ यस्तो बवाल देखेछ है भ्यू त यार बवाल आहा नाइस खालको भ्यू छ ल चिन्ने को हो ल भाइ कहाँको हो कहाँ हिँडेको ल भेट्नै गाह्रो छ केटाहरूलाई जाउन हराएर भर्खर भेट्दैछु मैले यसलाई चाहिँ हराएको छ यार डेट टोकियोमा यता हो कि कता हो जाने चाहिँ हामी एकपल्ट हेर्नुपर्छ हेरेर जेब्रा क्रसिङ क्रस गर्नलाई यत्रो लाइन छ मान्छेहरूको भिड आम्मा हेर न बवाल देखेछ आज झन् मान्छे कम रहेछ नि खासै हिजो जतिको छैन अलि क्रेज हिजो चाहिँ बवालै क्रेज थियो क्या आज चाहिँ खासै छैन रहेछ त्यो पनि यस्तो देखिरहेछ आजको नजारा हेर्न सक्नुहुन्छ गाइज है अब यहाँ चाहिँ एकैचोटि होइन क्रस हुन्छ यसरी
यस्तरी हुरुरुसँगले के भ्यू वाल भ्यू दिइरहेको होला म चाहिँ जान्न मैले मेरो जान्छ यता हो ल हिँड्छौँ दिदी यता अगाडि यता यता हो यता हो जाने यता हो हामी जाने चाहिँ आम्मा यो भिडतिर हो क्या हामी जाने कति आइरहन् मान्छेहरू एउटा वालरसँगले यसो गाइस ओ जाडो पनि कस्तो जाडो हो आज ला जाडो छ ल गाइस गुचीको ब्रान्ड आइसक्यो यहाँ गुचीको ब्रान्डतिर हामी आइसक्यौँ होइन गुचीको अर्को के छ यहाँनिर माथि सब ब्रान्डहरू चाहिँ यहीँ रहेछ अरे गुचीकोमा छिर्नुपर्छ क्या हो यार गुचीकोमा छिरौँ क्या हो गुचीकोमा छिर्थ्यौँ क्या दिलीपे दिलीपै छैन त कहाँ हरायो हो केटा त्यो केटा हराएर गर्छ यार कति खोज्नु यसलाई यार खोज्दा खोज्दा जापानमा तनाव भइसक्यो मलाई गुचीको ब्रान्डमा फोटो हान्ने भने एउटा फेरि कपडा चाहिँ किन्ने होइन गुची यसो फोटो हान्ने भने यहाँ त के सकिन्थ्यो है त यहाँ छिर्दाखेरि त तँलाई त यहाँ दुईजना गाड बसिरहेको छिरेर अनि त यति महँगो ब्रान्डमा छिर्नलाई त नि कहाँ अनि हेर्नु कस्तो स्वागत छ भित्र छिर्ने बित्तिकै तँलाई जुस सुस पाउँछ पुरा नकिनी त हो त नि अस्ति नै हाम्रो दाहरूले नि दुईजना मिलेर लगिदिएको होइन त यहाँबाट हामी जाने चाहिँ उयो जारा लेखेको छौँ उहाँ जारामा छिर्ने हो हामी कत्रो भिड हो जारामा त यार आम्मा मान्छेको हुरुड छ यार हेर न जारामा कत्रो भिड हो मान्छेको भिड छ यार जारामा आम्मा एउटै लाँदैन यार यहाँ आएर मैले अघि नै हानिसकेँ एउटा होइन 1.5 घन्टा भइसक्यो एउटै खोजेको पैसा हेर्ने तर नलिने अरू चाहिँ नकिन्ने ए लानु सर यो ठिक छ त कुन लानु कुन साइजको टन्ने खाने यहाँ साइज तपाईँले भेराइटी छ नि यो साइजहरू टन्ने खाने कुन लानुहुन्छ कुन साइज मनपर्छ हेर्दैछु यहाँ खै हेरेको 2 घन्टा भइसक्यो जुत्ता उठाउँदै जति हेर जुत्ता हेर्ने राख्ने त्यो अब लाउने अनि फेरि एकछिन राख्ने काम छैन मनै पर्दैन के गर्नु मन पर्दैन एउटा मन पर्दैन सक्दैन केटाहरूलाई सकिँदैन यार यो त खतरा जुत्ता रहेछ यार मलाई पो ठिक हुन्छ यार यो जुत्ता त ओइ दिलीपे गाउँतिर आयो भने त यो जुत्ता लगाएर हुन्छ र के हो भाइ यो भन्छन् मलाई के हो यो जुत्ता भन्छन् यार त्यो 3 घन्टा भयो यो ज्याकेट हेरेको तर अहिलेसम्म यसलाई फेला परेन तपाईँलाई कति 4.5 घन्टा लगाएर एउटा कोट ल्याएको त्यो पनि अझै दोधारमा छ लिने कि नलिने भने मैले यति महँगो एउटा पर्फ्युम मात्रै यति महँगो लिएको छु के भन्ने केटाहरूलाई द्याट गाइस हिउँ परेर यार भिजा यार आमा ओ दिलीपे कत्रो हिउँ परेको हो आमा हिउँ परेर भिजायो भिज्यो यार लास्ट हिउँ पहिलो लियो फाइनली लियो गाइस होइन हामी चाहिँ अब जाँदैछौँ रुमतिर एकै आइपुग्यो गाइस होइन हिउँ खेलेर पनि हामी अब घर फर्किन लाग्यौँ है हामीले चाहिँ हिउँ खेलिसक्यौँ हिउँ खेलेर पनि अब हामी फर्केको है गाइस ओ गाइस केटाहरू पुरा जामिनहरू याल हान्दा ओहो हिउँले त बवाल भयो खतम भयो हिउँ परेर बवाल भयो गाइस होइन हिउँ पनि हामीले खेल्यौँ डर चाल्यो हिउँ खेलियो अब चाहिँ हामी फर्किने पुरै भिजेपछि पुरै भिज्या म त हिउँ खेल्दा पुरै ल्याप्राको भएको नि के फोरा खायो अब यार सक्यो यार हिउँ पनि सक्यो यसपालिको 2026 को हिउँ खेलिसक्यो है गाइस देखो न गाइस भन्थ्यो होइन त्यस्तै भयो आजतिर रमाइलो भयो आज यस न्यु इयर सक्यो आजबाट
बाई बाई 2025 है त